साथीहरू, के तपाईँले पनि श्रीनगर एग्रिटेक लिमिटेड कम्पनीको आइपिओ भर्नुभयो त? यो कम्पनीले चाहिँ असोजको 26 देखि 29 गतेसम्म सर्वसाधारणहरूको लागि आइपिओ निष्कासन गरेको थियो। अब यो आजको भिडियोमा चाहिँ हामी कुरा गर्नेछौँ कि यो श्रीनगर एग्रिटेक इन्डस्ट्री लिमिटेडको आइपिओमा अन्तिम दिनसम्म कतिजनाको आवेदन परेको थियो, अब यो आइपिओ कतिजनालाई पर्छ, साथै यो आइपिओ सेकेन्डरी मार्केटमा कारोबारमा आउँदा सुरुको दिनमा यसको ओपनिङ प्राइस कति हुन्छ र यसको रिजल्ट कहिलेसम्म आउन सक्छ भन्ने बारे सम्पूर्ण विषयहरूमा यस भिडियोमा चाहिँ हामी चर्चा गर्न गइरहेका छौँ। सो ढिला नगरी आजको भिडियोतर्फ लागौँ। साथीहरू, यस श्रीनगर एग्रिटेक इन्डस्ट्री लिमिटेड कम्पनीमा आवेदन दिने समय यानि कि आइपिओ भर्ने समय असोजको 29 गते सकिसकेको छ, जसमा अन्तिम दिनसम्म कुल आवेदक 19,42,682 जनाले कुल 2,19,02,080 सेयर किता माग परेको थियो भने कम्पनीले जम्मा 25,10,493 सेयर किता खुलाएको थियो। यो भनेको चाहिँ मागभन्दा करिब 8.64 गुणाले बढी आवेदन परेको छ र यसरी चाहिँ यो श्रीनगर एग्रिटेक इन्डस्ट्री लिमिटेडको आइपिओ पर्नको लागि भाग्यमै भर पर्नुपर्ने देखिन्छ। अब कुरा गरौँ यो सेयर सेकेन्डरी मार्केटमा कारोबार हुँदा यो सेयरको ओपनिङ प्राइस कति हुन्छ त? साथीहरू, यो कम्पनीको सेयर चाहिँ सेकेन्डरी मार्केटमा कारोबारमा आउँदा सुरुको दिनमा यसको ओपनिङ प्राइस भनेको न्यूनतम 100 रुपैयाँ 59 पैसादेखि अधिकतम 301 रुपैयाँ 77 पैसासम्म यसको ओपनिङ प्राइस रहनेछ। साथीहरू, अब कुरा गरौँ यस आइपिओको रिजल्ट कहिले आउँछ त? अब यसको भर्ने समय भर्खरै मात्रै अर्थात् असोजको 29देखि सकिएको छ। अब बिचमा तिहार र छठ परेको कारणले गर्दाखेरि यस कम्पनीको आइपिओको रिजल्ट चाहिँ तिहार र छठपछि मात्र हुने देखिन्छ। यदि तपाईँहरूले पनि यस कम्पनीको आइपिओ भर्नुभएको छ र रिजल्टको पर्खाइमा हुनुहुन्छ भने अब तिहार र छठपछि मात्र यसको रिजल्ट चेक गर्न पाउने सम्भावना रहेको देखिन्छ। अब तिहार र छठपछि कुन दिन यस कम्पनीको रिजल्ट अथवा आइपिओ बाँडफाँड हुन्छ भन्ने कुराहरूको बारेमा थप अपडेटहरू लिएर आउने नै छु। त्यति बेलसम्मको लागि च्यानललाई सब्सक्राइब गरिदिनु होला र आजको यस भिडियो तपाईँलाई कस्तो लाग्यो, सल्लाह सुझाव र प्रतिक्रियाहरू दिन पनि नभुल्नुहोला। धन्यवाद।